हेलो गाइज अनदर भिडियोमा यहाँलाई स्वागत छ। अब म समुद्रतिर चाहिँ घुम्दैछु। अब म यहाँबाट समुद्र त्यो पारिपट्टि डाँडामा जाँदैछु। बिचै बिच हेर्दै कस्तो छ कस्तो लाग्छ भनिदिनु होला। पानीको छलाङहरू छल्के चाहिँ जिन्दगी छल्किँदैछ। घुम्दै फिर्दै यो मन हवासरी उडिरहेछ। त्यो तिम्रो एक मुस्कान हेर्नको लागि, त्यो तिम्रो एक मुस्कान हेर्नको लागि यो मन तडपिरहेछ, यो मन तडपिरहेछ। त्यो अङ्कित डेन्जर रहेछ। यहीँबाट चढेर आइदिएर भने त्यो एउटा केटी आएको थियो नि है, त्यही भएर मान्छे रहेन हौ यता के गर्न आएको यहाँ भाँच्यो खा त यहाँ हामीले नि त पहाड चट्टानहरूमा पनि यसरी यहाँ झर्ने ठाउँ यसरी बनाएको छ। यो चाहिँ बेस्ट एक्सर्साइज गर्ने ठाउँ। चलिरहेछ ढुङ्गाहरू समुद्रको लहरमा, चलिरहेछ ढुङ्गाहरू समुद्रको लहरमा। तिम्रो अनुहार झल्किरहन्छ यो मन मुटु र मस्तिष्क। कतिलाई ठाउँमा छु पुरानै गाउँमा छु, तिमी भन्दा गतिलै ठाउँमा छु। छर्के पिपलु समुद्रको लहरहरूमा। गाइस घाम डुब्नै लागेको अवस्था। अब हामी यहाँबाट त्यो डाँडामासम्म पुगेर अनि हाम्रो वासस्थान आउँछ, हामी बस्ने एरिया। यो चाहिँ समुद्रको किनारमा हामी हिँड्दैछौँ अहिले। यहाँहरूले हेर्न सक्नुहुन्छ मनोरम दृश्य। यो चाहिँ होटेल हो गाइजहरू, यसरी बनाएको छन् होटेल। टक्क व्यवस्थित होटेल। अनि यहाँका गेस्टहरू रमाउँदैछन् पौडी खेल्दै रमाउँदै समुद्रको मनमोहक शीतलता आनन्दता प्राप्त गर्दै लिँदैछन्। मनमोहक दृश्यहरूमा रमाइलो पलहरूलाई कैद गर्दै हामी दाजुभाइ हिँड्दैछौँ। होटेल चाहिँ बवाल छ, बवाल।
गाइस होटल चाहिँ यस्तो देखिन्छ है। राजाले लागेर गाइस यस्तो छ है यहाँ चाहिँ। ल बसेर हेरौँ, अलिअलि थाकै लाग्यो, कपाल पनि फुल्न उठेछ, छालहरू। गाइस त्यहाँ चाहिँ बोट हिँड्दैछ, डल्फिन हेरेर एक ट्रिप हानेर होला होइन। आइजहरूलाई हेलो हेलो। माछा मारे होला हौ त्यो, माछा पर्ला यस्तोमा, यस्तो छाल हान्ने। किन किन यो मन दुख्दैछ। भलिबल खेल्छौँ। गाइस अब आजलाई यति नै। हाम्रो भिडियो कस्तो लाग्छ कमेन्ट गर्न, लाइक गर्न नभुल्नु होला है गाइसहरू। ल बाई बाई सबलाई।